आजभोलि यो हर्क सामाङले पार्टी खोलेको रहेछ होइन, सराम संस्कृति पार्टी भन्ने। अनि त्यहाँनिर म यसो गएर कमेन्ट हेर्छु क्या, खालि त जातीयवादी जातीय कुरा गरेछ राई लिम्बूको पार्टीमा त। राई लिम्बूले चाहिँ के पार्टी नै खोल्नु नहुने? खोइ रविलास छानेले के अरे रासपा पार्टी खोलिरहेको छ त नि, केपी शर्मा ओलीले के अरे एमाले पार्टी खोलिरहेको छ, शेरबहादुरले काङ्ग्रेस चलाइरहेको छ त नि। के अरे हर्क सामाङले चाहिँ के सराम संस्कृति पार्टी चलाउनु नहुने? के जातीय पार्टी हो त्यो? हो या सोच यस्तै सोचेको होइन नि, एक दिन नेपालमा के अरे जातीय युद्ध हुन्छ क्या, यस्तै गर्छ क्या यो। यस्तो गर्नु हुँदैन, किन त्यसो भन्नु यार? ऊ पनि नेपाली हो, उसले पनि पार्टी खोल्न पाउँछ, उसले पनि देश चलाउन पाउँछ, ऊ पनि एउटा सक्षम व्यक्ति हो। त्यस्तो भन्ने हो मान्छेलाई यार। जसले जातीय पार्टी खोल्यो, जातीय हर्क सामाङले जातीय पार्टी, भुत्रो जातीय पार्टी, उसले पार्टी खोल्नु पाउँदैन? खोलोस् पार्टी, उसलाई जति भोट आएको आउँछ, 1 सिट आओस् कि 2 सिट आओस् कि 3 सिट आओस्, उसले त जित्चालोस् एरियाबाट केही गर्छु भनिरहेको छ। यो हाम्रो छेत्री बाहुन दाजुभाइहरू साह्रै भनायो अरे, यो मै जान्ने, मै ट्यालेन्ट, मै खतरा अरे। तेरिका